होइन हो गाई गोरु त काल्नामा बाँधियो, बाख्रा पनि यसो साइडमा त लगाइयो। अब के गरौँ, कोसित बात मारौँ, बात मार्ने पनि छैन। जिन्दगीमा सबै थोक त गरियो, यसो एउटी केटी पटाउन सकिएन हौ। केही त सोच्नुपर्छ, भगवान्ले नि केही सोचेका छन् होला। उहाँहरूको बारेमा कतै बनाएर राखिरहेका छन्। होइन हौ, कस्तो मेसेज आयो? इङ्ग्लिसमा लेखेको छ, कसैलाई पढ्न बोलाउँ कि? दाजु कोही हुनुहुन्छ कि क्या यहाँनिर? यता आउनु आउनु, कहाँ कम्पनीले मेसेज गर्यो कि क्या हो मलाई? हो के भयो दाजु? ए कसको इङ्ग्लिसमा मेसेज आयो कि? आफू त अब पढ्न जानिएको छैन, मोबाइल त किनियो नि। हाई भनेर आयो त, यही चाहियो अरे। अब के लेख्नु म? अब के लेख्नु भन्नु? अब हेलो लेखिदेऊ न। होइन, कसको चाहिँ आएको रहेछ त? नाम छ कि के हो? त नयाँ नम्बरको हो त। हेलो भन्नु। कसरी लेख्नु? त्यसरी नै हो। तपाईँ यहाँ थिचिदिनु त। यो अलिकति ठुलो मोबाइल रहेछ नि त। अनि के मोबाइल हो यो? आइफोन भन्दै दिए, म आइफोन भनेर चाहिँ लिएको थिएँ। अब के दिएको नि खोइ। होइन, आफू त सानो मोबाइल चलाउने मान्छे, यत्रो ठुलो आइफोन। मोबाइल चाहिँ यसो देख्दा तक्का जत्रो छ। अब यो मेसेज के यहाँ माझा त जान्छ? जान्छ, एकदम पुगिहाल्छ नि। थिचिदिए। लु गयो। अर्को मेसेज आयो, के लेखेछ? के गर्दै हुनुहुन्छ अरे? के गर्नु? बाख्रा चराको? होइन, हुँदैन हो त्यो। बाख्रा चराको भन्नु नि? हुँदैन। हुन्छ। अस्ति नि त मैले उहाँ एउटी केटीले मेसेज गरेको थिएँ कि के गर्दै हुनुहुन्छ भनेको, गाई चराउँदैछु भनेको, फोन गरे हो त। अनि केटीले गरेको हो र? केटीले गरेको। अब हेरौँ त, अब एकछिनमा भन्नु त तपाईँ। म बाख्रा चराउँदैछु भनेर यसरी नै थिच्ने होइन? म बाख्रा चराउँदै छु पठाइदिए। अर्को आयो। कल गर्नु त अरे, मैले भनेको हो नि, अघि भनेको नि मैले। कल गर्नु भन्नुहुन्छ? अब यी भन्छन् भनेर यो केटीले हो त, केटी नै हो। लु अब कल गर। होइन, भरे गाली साली गऱ्यो भने कल गर्नु त भनेको छैन, नबोलिकन बस्नु नि। ऊ आफै बोल्छ नि मात्रै बोल्नु। ल कल लाग्यो है, रिङ गर्दैछु। गान पो बज्छ त हौ। कति राम्रो गान नि। हेलो। हजुर मै हो त। तपाईँले कसलाई फोन गर्नुभएको थियो? मलाई फोन गर्नुभएको? मेरो नम्बर चाहिँ कसरी भेट्नु भएछ? ए त्यतिकै चित्तै लागेको? त्यसैले होला मलाई नै फोन लागेको। हजुर मै हो। तपाईँको नाम चाहिँ के हो? सुस्मिता। अनि के गर्दै हुन्छ तपाईँ? बाख्रा चराउँदै हुन्छ? लो पड्के, म गाई चराउँदैछु। कहाँनिर हुन्छ तपाईँ? बाँससिङको कुनामा? होइन हौ, यहाँ त बाँससिङ छ नि त। ए नगाउँ, अलिकति टाढै पर त त्यो त। हजुर भिडियो कल गर्नु?
फसो केटो फसो नि फसो भिडियो कल गर्नु हुन्छ म एकछिन पर्खिनु है त यहाँनिर अलिकति गाई उता धानबारीमा पसेछ त हाइवे गएर खेदाएर यसो आयौँ अनि त्यहाँ पछाडि सोचौँ न भिडियो कल सोचौँ न होइन म गर्छु पक्कै गर्छु एकछिन पर्खिनु ल मैले अहिले राखेँ ल ओके आइफोनमा भिडियो कल कसरी हुन्छ लु पर्खे के हो यस्तो अब के गरौँ त दाजु ओए ओए सुन न अस्ति नि त मेरो उहाँ साइनले दाजुले भन्दै थिए हजुर त्यो मेरो एन्ड्रोइड फोन जस्तै नि त थियो त यो अहिले हरायो उसले घर छोडेर आयो कि त्यो एन्ड्रोइड फोन जस्तै आइफोन पनि हो हुन त लाग्छ नि कता कता के गर्नुपर्छ अब यसले भिडियो कल त गरेर भयो नि मैले एकछिनको समय त दिएको छु यस्तो भएर होइन हौ दाजु अब त साह्रै समस्या पो परे जस्तो लाग्छ हौ मलाई के समस्या फोन भिडियो कल भने अब आइफोन छ यत्रो फेरि ठुलो आइफोन होइन आइफोन त छ नि त यहाँ हेर्नु न अब यस्तो खालको आइफोन छ यो अब कस्तो खालको आइफोन दियो त दोकानी बजियाले त्यो त यो त साह्रै सानो पो आइफोन रह त अनि यसमा भिडियो कल हुन्छ र यो के हो क्यामेरा जस्तो यहाँनिर देखिँदैछ यो त के रहेछ हौ तर यहाँनिर फोन गर्ने मात्रै जग्गा छ हौ अब के गर्ने त लु अब के गर्ने भन्नुहोस् त अब केही त उपाय त सोच्नु पर्यो बल्ल बल्ल हातमा लागेको केटी यसरी जान दिन हुँदैन नि थाहा भयो के गर्नु एउटा काम गरौँ यो सिम निकाल्दा हुन्छ होला नि त अर्को मोबाइललाई भराउनु पर्छ कसैको मागेर भाडामा ल्याउनु पर्छ किन त सकिँदैन किन मोबाइल सकिँदैन भाडा माग्नु लु जाउँ अर्को मोबाइल